तर 8 क्लासको अलिक अगाडि आउँछ बेलुका ड्युटी हो 7 क्लासको अलिक अगाडि आउँछ 5 क्लासको अलिक अगाडि आउँछ र तेरो पार्टीले चाहिँ कुन बेला चाहिँ रिजल्ट निकालेको थियो भनेर सोधेको मैले तँलाई 2024 हेर 24 त यार अनि मेरो बात सुन्ने भाइ 24 मा आलो रिजल्ट 24 मा रिजल्ट आइसक्यो ल मैले माने रिजल्ट आइसक्यो है तेरो पार्टीले अहिलेको नयाँ सरकार खिक्नुला तिम्रो पार्टीले हैन उ हात सजिलो हुन्थ्यो उसलाई पेङ्गे हान्नु उ गइसक्यो त त माओवादी पार्टीको त्यसले तेरो चाहिँ 1 सिट जितेको छ त्यसलाई के भन्नु पाउँदैन तेरो माओवादीले निकाल्छ सबैभन्दा कांग्रेसले धेरै निकाले हा तेरो माओवादीले त जितेर चाहिँ यहाँ आइरहेछ जस्तो अहिले काम गर्न ओ केटाहरु साला तेरो भाइ मेरो पार्टी कति घोषणा भयो कति दिन भयो भाइ गन्न भाइ गन्न कति दिन भयो गन्न भाइ कति दिन भयो पहिला गन्न फेरि माया माया गर्छ यार गन्न कति दिन भयो फेरि गन कति दिन भयो तेरो भाइ पार्टी निकाल्दाखेरि मैले तेरो पार्टीलाई भनेर तेरो पार्टीमै पहिला मान्थे तर मलाई तेरो पार्टी चाहिँ एकदम घोषघर खत्तम माचुतिया ठगारु तेरो पार्टी एकदम खराब हो तेरो पार्टी खराब हो तेरो रुममा तँ मात्रै हो माओवादीको अरू सबै घन्टेको हो तेरो घर रुममा तेरो घन्टे सबै घन्टे हो म छु उदिप दाइ थियो उदिप दाइ गइसक्यो अनि अहिले आएर उसले पनि समर्थन गर्छ माटोलाई कसले भन्छ त्यो यताटी त्यो अखड छ नि अखड त्यसले पनि सपोर्ट गर्छ माटोलाई पत्रकार भएर बसिरहेको त्यही भएर माटो छोड्दै भाइ चुनाव दिइसकेर तेरो पार्टीले के गर्यो सरकार बनाउनुको लागि बिजी छ तेरो तारा पार्टीले पार्टी जित्ने बित्तिकै तेरो रोल्पावासी के अरे उता ए भाइ सुन्न है मेरो कुरा सुन्छ तेरो कुरा सुन्छ इरानको बोमा आयो भने त यहाँ तेरो टाक ठाडो पारेर हालिदिनु जतिको मन लाग्छ घरिघरि त चाह्यो भने बोसमान पनि फोन गर्न निकाल्न सक्छ कसलाई कसले को वर्षमान पुन भनेको मेरो नेता हो तेरो नेता कहाँको नेता थियो वर्षमान पुन त्यो रोल्पाको हो नि त वर्षमान पुन अनन्त भन्ने हुङ्कार माओवादीको सकिसक्यो नि त कहाँ सक्यो जित्यो त अहिले पुरै अरूभन्दा उहिले जित्या थियो केमा जित्यो तारा क्या ताराबाट वर्षमान पुनले जित्यो अहिले एक फोन गरेर निकालिदिन्छ चाह्यो भने हाम्रो ग्रुप छ यहाँ ल तैँले त्यति सवाल गर्नु सक्दैन तेरो नेतालाई बस मलाई निकालिदिनु पर्दैन मलाई विदेशमा काम गर्नु छोडेर नेपालमै काम दिँदै भन्नु सक्दैनस् इदा सुन त भाइ के सुन भाइ तँलाई फ्याक्ट कुरा गरिरहेको छु तैँले तेरो नेपालबाट तँलाई यहाँबाट झिकाउनु सक्छ भनेदेखि तँलाई नेपालमा नाथे 40,000 को जागिर त्यसले दिन सक्दैन आफ्नो इच्छा हुन्छ नि त म त गर्न सकिनँ आफ्नो एकता छैन तैँले भन्नु सक्दैन तेरो नेतालाई अनि एकता हुनु गयो त तर एक घन्टा कस्तो सवाल गरिदिन्छ यार उल्टो सवाल मलाई गर्ने ल मैले त 40,000 तेरो 40,000 यहाँनिर तैँले मासिक कमाउँदैछ तेरो वर्षमान पुनलाई नाथे भन्नु सक्दैन तँ मैले तपाईँलाई जिचाएको मलाई 40,000 जागिर यहीँ दियो भनेर भन्नु सक्दैन एकता छैन तँलाई यहाँनिर तल एकछिनलाई तेरो मैले बुझेँ तेरो धारणामा कस्तो रहेछ भने त्यो जति पनि तेरो पार्टीलाई जितायो भने तँ चाहिँ विदेशै धाइरहने तेरो छोराछोरी पनि विदेशै धाइरहने त्यही नियति हो नियत त्यही हो त्यो छोराले दोष छैन ए मरिजाऊ मैले भनेको त पहिला एन्सर दिन्छ दिँदैन तिमीले तिमी त हिँड्यौ ल ठिक छ तिमीले त तिम्रो वर्षमान पुनले तिमीले भनेको मान्थ्यो तर तिमीले भनेको मान्थ्यो तिम्रो पार्टीको मान्छेले तिमीले भनेको कुरा मान्थ्यो तर पनि यहाँ सुन न तिम्रो पार्टीको मान्छेले तिमीले भनेको मान्थ्यो एकता चाहियो नि त अच्छा अघि के भन्यो तिमीले मलाई अघि तिमीले के भन्यो मैले अहिले भन्यो भने वर्षमान पुनले मलाई झिकाइदिन्छ नेपालमा फसेकोमा त्यो निकाल्न सकिन त्यो नेपाल सरकारको दायित्व हो नि त्यो त्यो तिम्रो त्यो यो उसको के अरे के तुर्काउनु छैन थाहा पो त्यहाँ तुर्काइदिन्छ यहाँबाट त्यो छ अनि यहाँ सुन तिमीले माटापाटी भन्दैछौ माटापाटीले अहिले के गरिरहेछ थाहा छ
होइन बाँसको पुल होइन के तिमीलाई फ्याक्ट कुरा गर न तिमीहरू किन लजाउँछौ सिन्धुपाल के अरे उहाँ त्यो दादु होइन तिमीहरू किन लजाउँछौ के फ्याक्ट कुरा गर्नु पर्यो नि त है भाइ फ्याक्ट कुरा गर फ्याक्ट कुरा गरिसकेपछि फ्याक्ट कुरा गर्नु मजा आउँछ त्यो माटो त्यो नचाहिँदो कुरा गऱ्यो भने हामीलाई मलाई पनि मजा लाग्दैन तिमीलाई पनि मजा लाग्दैन हो त हो कि नै टुप्पी त्यो माटो कुरा नगर मसँग छैन त्यस्तो तिमीहरूसँग छैन तर दार्चुला भनेको तिमीहरूकै बेस छैन तिमीहरूकै जिल्ला हाम्रो त सँगै टच हुन्छ होला है 50 किलोमिटर पर्छ त्यो कस्तो 50 किलो भने जम्मा 50 किलो 50 किलो 50,000 किलो 50,000 पनि होइन उ त्यो होला बढीमा अँ लगभग 1200-1500 किलोमिटर टाढा होला र तिमीहरूको गाउँको पनि त चिन्ता छ तर मेरो इलाम जस्तो ठाउँ एकदम विकसित भएको ठाउँलाई इलाममा तर मलाई त्यो दार्चुलाको चिन्ता लाग्छ भने तिमीलाई किन चिन्ता लाग्दैन त्यसमा के त मलाई पनि तिमीहरू भनेको स्वार्थी हो तिमीहरूको गाउँमै विकास राम्रोसँग भएको छैन हेर केटा हो देऊ न भन्नु पर्दाखेरि आइज एकचोटि सरलाई हेर भाइ एकचोटि नभन् कि भाइ तिमीहरूको पासपोर्टमा धरि तिमीहरूको गाउँको छापेको छैन भने हाम्रो त हाम्रो जिल्लाको त भाइ मेन ठाउँ पनि छापेको छ पासपोर्टमा त्यति कुरा ख्याल गरेर बस्छ त्यस्तो चलेको ठाउँ हो त्यति मान्यता दिएको ठाउँ हो त्यो भनेको तिमीहरूले कुरा बुझ मैले बुझिसकेँ ल अलिक बुझ अलिक कुरा बुझ्ने गर हामी भनेको हाम्रो भनेको नेता भनेको वरिष्ठ नेताहरू जस्तै केपी ओली अनि केपी ओली झलनाथ खनाल शेरबहादुर देउवा अनि योहरू भनेको सबै पूर्वबाट जागेको हो मान्छेहरू पश्चिमबाट हो उता जागेको शेरबहादुर दा अनि त्यहाँदेखि तिमीले भन्छौ होला त्यहाँदेखि भन्छौ झलनाथ खनाल अनि त्यहाँदेखि केपी ओली हाम्रो नेङमाङ मऱ्यो नि जस्तै सुवानको बुवा सुवाङ ऊ भयो पूर्वबाट प्राय पूर्वबाट एक नम्बरको मान्छेहरू आएको छ के बोलेको